के तपाईँलाई थाहा छ, हाम्रो शरीर बाहिरी मन हो भने हाम्रो मन भित्री शरीर हो। हाम्रा कतिपय भावनाहरू जस्तै डर, रिस वा पुराना आघातहरू, ट्रामाहरू मस्तिष्कले बिर्सियो जस्तो गरे पनि शरीरले त्यो बिर्सिँदैन। सोमेटिक थेरापीमा यसलाई द बडी किप्स द स्कोर भनिन्छ, अर्थात् शरीरले सबै चिज सम्झेर राखिरहेको हुन्छ। यदि हामीले ती भावनाहरूलाई उचित रूपमा व्यक्त गर्न सकेनौँ भने ती शरीरका मांसपेशी वा तन्तुहरू र शरीरका भित्री भागहरूमा कडापन बनेर बसिरहन्छन्। उदाहरणका लागि चिन्ता लाग्दा पेट पोल्नु, रिस उठ्दा बङ्गारा कडा हुनु वा दुःख लाग्दा छाती भारी हुनु, यी शरीरले दिने सङ्केतहरू हुन् जसले हाम्रो मनमा के भइरहेको छ भनेर बुझाइरहेका हुन्छन्। यसको एक विशेष प्रक्रिया छ, कन्सियस मुभमेन्ट। सचेत आसनहरू मार्फत शरीरमा जक्डिएका जक्डन भएका गाँठोहरूलाई फुकाउने। ब्रेथ वर्क, प्राणवायुको प्रवाहबाट भित्री सेल्सहरू र अर्ग्यानहरूको चेतनालाई जगाउने। फोकस र साइलेन्स, मनलाई शान्त पारी भित्री चेतनाको प्रतिध्वनि सुन्ने।